नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफूमाथि दायर भएको भ्रष्टाचारको मुद्दाबारे अन्त्यमा न्यायको जित हुनेमा विश्वास व्यक्त गरेका छन्। आफू भ्रष्टाचारको घोर विरोधी र सुशासनको पक्षपाती भएको बताउँदै उनले यस्तो चुनौतीको कल्पना समेत नगरेको टिप्पणी गरेका छन्। मध्य प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई शनिबार काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भनेका छन्, कल्पना पनि गरेको थिइनँ किनभने म भ्रष्टाचारको घोर विरोधी र मुलुकमा सुशासन स्थापना हुनुपर्छ भन्ने मान्यता बोक्ने मान्छे हुँ। आफूले सधैँ उदाहरणीय काम गर्नुपर्छ र जनतालाई सम्पन्न एवं सुखी बनाउनुपर्छ भन्ने धारणा राखेको स्पष्ट पार्दै उनले अब आइलागेको चुनौतीको सामना गर्न आफू तयार रहेको सुनाएका छन्। अब यस्तो पनि चुनौती आइलागेपछि त सामना गर्नै पर्यो, अध्यक्ष नेपालले भने, तर मलाई विश्वास छ अन्त्यमा न्यायको जित हुनेछ भन्दै आफ्नो धारणा व्यक्त गरेका छन्। हवस् त दर्शकवृन्द, हामी यस्तै नयाँ तथा ताजा गतिविधि लिएर फेरि उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोला। नमस्कार।